नमस्कार। हाम्रो यस ज्योतिष च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित टिकाराम घिमिरे। हामीले यस ज्योतिष च्यानल मार्फत विभिन्न किसिमका राशिफलहरू, ज्योतिषसँग सम्बन्धित विभिन्न विषयहरू, वास्तुसँग सम्बन्धित विभिन्न विषयहरू र धर्मसँग सम्बन्धित विषयहरू राख्ने जमर्को गरिरहेका छौँ। यहाँहरूले हेरेर आनन्द लिनुभएको छ भन्ने हामी विश्वास गरेका छौँ। हामीले यससँग सम्बन्धित, ज्योतिषसँग सम्बन्धित, वास्तुसँग सम्बन्धित, धर्मसँग सम्बन्धित कुनै जिज्ञासाहरू छन् भने यहाँहरूले तल दिएको लिङ्क मार्फत अथवा टेलिफोन मार्फत यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। चिना हेराउनु परेमा वास्तुसँग सम्बन्धित कुनै पनि घर जग्गासँग सम्बन्धित विभिन्न किसिमका समस्याहरू छन् भने यहाँहरू सम्पर्क गर्न सक्नुहुनेछ। हामीले तल टेलिफोन नम्बर दिइरहेका छौँ र हाम्रो च्यानललाई कहाँदेखि हेर्दै हुनुहुन्छ यहाँहरूले सबै सामु पुर्याउनको लागि सेयर गरिदिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला र तपाईँको एउटा सब्सक्राइबले, एउटा सेयरले अरू धेरैजनाले यसमा लाभ उठाउन सक्नुहुनेछ र कमेन्ट समेत गरिदिनु होला। र हामीले अब ढिला नगरी आजको यस राशिफल प्रस्तुत गर्न गइरहेका छौँ। तुला राशि हुने जातकहरूको लागि 2022 साल कस्तो रहनेछ त? व्यापार व्यवसायमा कस्तो रहनेछ? राजनीतिक क्षेत्रमा कस्तो रहनेछ? अध्ययन अध्यापनमा कस्तो रहनेछ? सरकारी जागिर होस् या प्राइभेट जागिर नोकरी गर्नेहरूको लागि कस्तो रहनेछ? हामीले विस्तृत रूपमा परिचर्चा गर्न आएका छौँ। यहाँहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला। 2022 साल तपाईँहरूलाई आर्थिक रूपमा निकै राम्रो उन्नति प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा निकै राम्रो रहने देखिन्छ। यो वर्ष जग्गाको व्यापार व्यवसायहरू तथा विभिन्न किसिमको ट्रान्सपोर्टेसनसँग सम्बन्धित व्यवसायहरू गर्दै हुनुहुन्छ भने अथवा फेन्सीको आइटमहरू यस्तासँग व्यवसाय गर्दै हुनुहुन्छ, कुनै सुन चाँदी हिरा मोतीको व्यापार व्यवसायहरू गर्दै हुनुहुन्छ भने पनि तपाईँहरूको लागि निकै राम्रो वर्षको रूपमा देखिनेछ। आर्थिक रूपमा निकै उन्नति हुनेछ। अन्य व्यापार व्यवसायहरूको लागि पनि निकै राम्रो वर्षको रूपमा रहेको छ। वैदेशिक रूपमा सहायक भएर अथवा आफ्नो देशबाट अर्को देशमा गर्ने व्यापार व्यवसायहरू अथवा विदेशमै रहेर गर्ने व्यापार व्यवसायहरूले पनि यहाँहरूलाई निकै राम्रो देखिनेछ। यो वर्ष यहाँहरूले नेपालमै भएर गर्ने व्यापार व्यवसाय पनि राम्रो देखिनेछ। सरकारी जागिरमा लागेकाहरू अथवा नोकरीमा लागेको, कुनै पनि नोकरीमा लागेकाहरूको लागि राम्रो लेभलको राम्रो मान प्रतिष्ठा र वृद्धि हुने खालको योगहरू देखिन्छ। यो वर्ष यहाँहरूले राम्रो स्थानमा, आफूले चाहेको स्थानमा सजिलो भएर जानुपर्ने अवस्था पनि सृजना हुन सक्छ, तर नयाँ जिम्मेवारीको साथ जानुपर्ने अवस्था पनि हुनसक्छ। यो वर्ष यहाँहरूको लागि राजनीतिक क्षेत्रमा लाग्नेहरूको लागि बोलीमा अलिकति संयमता अपनाएर काम गर्नुभयो भने राजनीतिक क्षेत्रमा निकै राम्रो रहनेछ। राजनीतिकमा लाग्नेहरूको लागि नयाँ मान प्रतिष्ठाहरू प्राप्त हुन सक्ने योगहरू पनि देखिन्छ। यहाँहरूको लागि यो वर्ष व्यापार व्यवसाय विस्तार गर्ने योगहरू पनि देखिनेछ भने विद्यार्थीहरूको लागि निकै राम्रो वर्ष रहेको छ। अध्ययन अध्यापनमा निकै राम्रो वर्ष रहेको छ। यहाँहरूले अध्ययन अध्यापनलाई मेहनतका साथ अगाडि बढाउनु भयो भने तपाईँको मेहनतलाई यो वर्ष साथ दिने अवस्था पनि देखिन्छ। ग्रहले साथ दिनेछन् र राम्रो सफलता प्राप्त हुन सक्नेछ। योभन्दा अगाडि यहाँहरूले कतैबाट अध्ययन अध्यापनमा परीक्षाहरू बिगारेर बस्नुभएको छ भने यो वर्ष निकै राम्रो देखिनेछ। कतै यहाँहरूले कम्पिटिसन लाग्नुभएको छ, प्रतिस्पर्धामा लाग्नुभएको छ, खेलकुदमा लाग्नुभएको छ भने निकै राम्रो वर्ष रहेको छ। पहिला भएका कामहरूबाट विक्षिप्त हुनुहुन्छ भने यो वर्ष निकै उत्तम वर्षको रूपमा तपाईँलाई सफलता देखिनेछ। यो वर्ष अलिकति शत्रुबाट भने जोगिनु होला। तपाईँको कुरा काट्ने व्यक्तिहरूले विवाद र तनाव दिनेछन्। विवाद सिर्जना गर्नका साथसाथै तनाव दिने अवस्था पनि सिर्जना हुन सक्नेछ। दाम्पत्य जीवनमा भने थोरै के असमझदारी हुने भएको कारणले गर्दाखेरिमा सोचाइमा असमझदारी हुने भएको कारणले मानसिक रूपमा थोरै केही समस्या सिर्जना हुन सक्छ अथवा झैझगडा हुन सक्ने अवस्था देखिन सक्नेछ। दुर्घटनाको भएको कारणले गर्दा यात्रा गर्दा अलिकति विचार गरेर यात्रा गर्नु होला। यो वर्ष स्वास्थ्यमा थोरै समस्याहरू देखिनेछ। पेटसँग सम्बन्धित समस्याहरू देखिन सक्नेछ। छातीसँग सम्बन्धित समस्या थोरै देखिन सक्ने भएको कारणले गर्दा विचार गर्नु होला। खर्चमा केही वृद्धि हुन सक्ने अवस्थाहरू पनि देखिन सक्नेछ। यो वर्ष तपाईँहरूको लागि, यो वर्षमा यहाँहरूको लागि वैशाख महिनामा अलिकति कामहरू गर्दै गर्दा यहाँहरूले विचार गरेर काम गर्नु होला। आर्थिक रूपमा हानि बेहोर्न पर्ने अवस्था देखिन सक्नेछ। यात्रा अनावश्यक झन्झटिलो यात्रा गर्न पर्ने हुनसक्छ। ज्येष्ठ महिनामा आर्थिक लाभ हुनसक्छ। यात्रा भए तापनि वैशाख ज्येष्ठ महिनामा आर्थिक रूपमा राम्रो लाभ प्राप्त हुन सक्नेछ। कतैबाट नयाँ अवसर प्राप्त हुन सक्ने देखिनेछ। आषाढ महिनामा टाउ दुख्ने समस्या हुनसक्छ। स्वास्थ्यमा थोरै समस्या आउला। श्रावण महिनामा खर्च वृद्धि हुनसक्छ। मनमा कता कता त्रास हुन सक्ने देखिनेछ भने भाद्र महिनामा आर्थिक रूपमा थोरै क्षति हुन सक्ने अथवा खर्च वृद्धि हुने देखिनेछ।
अश्विनी महिनामा राम्रो लाभ प्राप्त हुन सक्नेछ, रोकेका पैसाहरू उठ्न सक्ने अवस्था देखिनेछ, माङ्गलिक रूपमा यात्राहरू हुन सक्नेछ, धन रुपियाँ पैसाको लाभ हुन सक्ने देखिनेछ। कार्तिक महिनामा थोरै मानसिक रूपमा समस्या अथवा चिन्ता बढे तापनि धन रुपियाँ पैसा पनि प्राप्त हुने देखिनेछ। मङ्सिर महिनामा आर्थिक रूपमा लाभ हुन सक्नेछ, कम्पिटिसनमा लागेकाहरूको लागि निकै राम्रो, खेलकुदमा लागेका लागि निकै राम्रो महिना रहनेछ भने पौष महिनामा आफन्तसँग थोरै विवाद सिर्जना हुन सक्ला। यहाँहरूले विचार गर्नु होला, थोरै विवाद भए तापनि आर्थिक रूपमा भने मध्यम अवस्था रहने देखिन्छ। माघ महिनामा लाभ राम्रो प्राप्त हुन सक्नेछ, थोरै स्वास्थ्यमा समस्या आउला तर धन रुपियाँ पैसाको भने राम्रो लाभ हुन सक्नेछ। फागुन महिनामा धन रुपियाँ पैसा क्षति हुन सक्ने, तपाईँको बुवा आमा या श्रीमतीलाई उपचार गराउनको लागि केही खर्च गर्नुपर्ने अवस्था पनि देखिन सक्छ। चैत्र महिना मान प्रतिष्ठामा वृद्धि हुन सक्नेछ, तपाईँहरूको धन रुपियाँ पैसा लाभ प्राप्त हुन सक्ने देखिन्छ। चैत्र महिनामा भने यहाँले काम गर्दा संयम भएर काम गर्नुभयो भने ठुला कामहरू हात पार्न अवस्था देखिन सक्ने देखिन्छ चैत्र महिनामा। यो वर्षभरि यहाँहरूको लागि शुभ रङ निलो र सेतो रङ रहेको छ। निलो रङ प्रयोग गर्नुभयो भने अथवा सेतो रङ प्रयोग गर्नुभयो भने निकै राम्रो देखिन सक्नेछ। पश्चिम शुभ दिशा पश्चिम रहनेछ, पश्चिमको दिशालाई प्रयोग गरेर काम गर्नु, फर्किएर काम गर्नु भने कामहरू सफल हुने देखिन्छ। शुभ अङ्क यो वर्षभरि यहाँहरूको लागि 6 नम्बर रहेको छ। 6 नम्बर प्रयोग गर्नुभयो भने राम्रो रहला। धेरै लामो अङ्क छ भने प्रत्येक अङ्कलाई जोडेर सिङ्गल अङ्क ल्याएर 6 नम्बर ल्याउन सक्नुहुनेछ, वा अगाडि अथवा पछाडि 6 अङ्क भएको छ भने निकै राम्रो रहनेछ। यो वर्षभरि यहाँहरूको लागि निकै राम्रो रहन सक्नेछ। विशेष गरेर यहाँहरूको लागि यो वर्षभरि 2082 सालभरिमा यहाँहरूले व्यापार व्यवसायको लागि भने फेसनसँग सम्बन्धित, सौन्दर्यसँग सम्बन्धित कामहरू, शिक्षासँग सम्बन्धित कामहरू, प्रिन्ट डिजाइनिङसँग सम्बन्धित कामहरूले पनि राम्रो रहनेछ। होटल व्यवसायहरू, फेन्सी आइटमको व्यापार व्यवसायहरूले राम्रो रहने, सुन चाँदी को कामहरूले निकै राम्रो रहनेछ। अध्ययन अध्यापनमा जाँदै हुनुहुन्छ भने यो वर्ष प्रशासनसँग सम्बन्धित, व्यवसायसँग सम्बन्धित, व्यवस्थापनसँग सम्बन्धित, कानुनसँग सम्बन्धित, न्यायसँग सम्बन्धित, सञ्चारसँग सम्बन्धित, पत्रकारितासँग सम्बन्धित, फेसन र सँग सम्बन्धित, आयुर्वेदिक स्वास्थ्य उपचारसँग सम्बन्धित कामहरू, अध्ययन अध्यापनहरूलाई लिएर अगाडि बढ्नुभयो भने वित्तीय संस्थाहरूसँग सम्बन्धित खालको अध्ययन अध्यापनलाई लिएर अगाडि बढ्नुभयो भने, म्यानेजमेन्ट कामहरू लिएर, अकाउन्टसँग सम्बन्धित अध्यापनलाई लिएर अगाडि बढ्नुभयो भने निकै राम्रो रहनेछ। तुला राशि हुनेको लागि यो वर्ष निकै राम्रो शुभ रहेको छ। व्यापारी व्यवसाय आर्थिक रूपमा सन्तोषजनक रहेको छ। थोरै शत्रुबाट र रोगबाट थोरै समय जोगिएर काम गर्नु होला। बाँकी जीवन सफल रहनेछ, शुभ रहनेछ। यहाँहरूले कामहरू गर्दाखेरिमा लक्ष्मीनारायण भगवानको पूजा गरेर, लक्ष्मीको पूजा गरेर अगाडि बढ्नुभयो भने, भैरवको पूजा गरेर अगाडि बढ्नु भने राम्रो रहनेछ। काम सुरु गर्नुभन्दा अगाडि गणेशको आराधना गरेर काम सुरु गर्नु होला। निकै राम्रो रहनेछ यो वर्षभरि 2022 सालमा। बाँकी रहेको दिन शुभ रहोस्, मङ्गल रहोस्, उल्लासमय रहोस्। जय होस्।